We're sorry, the number you have dialed is not in service at this time. Moinuddin Show, where ordinary life experiences paves the way for future generations. सुन्दै हुनुहुन्छ तपाईँ मोइनुद्दिन छ तपाईँको साथमा म मोइन यहाँ छँदै नै छु र त्यो बाहेक हरेक बेला तपाईँले मोइनुद्दिन सो सुन्दाखेरि चाहिँ एउटा कुनै न कुनै नयाँ गेस्ट आउनु नै हुन्छ र आज हामी माझ हुनुहुन्छ द हिमालयन टाइम्स पर्सपेक्टिभमा काम गर्नुहुने जर्नलिस्ट सुजाता अवाले। उहाँसँग म कुराकानी गर्छु। सुजाताजी तपाईँलाई स्वागत छ। हजुर धन्यवाद। अनि सुजाताजी सन्चै हुनुहुन्छ? हजुर एकदमै आराम छु। एकदम आराम भन्नुभयो होला, कस्तो आराम? अब घर टु अफिस, अफिस टु घर र काममा रमाइरहेको छु, आफ्नो काम राम्ररी गरिरहेको छु, त्योभन्दा अरू त सबै आरामै हो। ओके, एकदम आराम छ भन्नुभयो होइन। अब तपाईँ कसरी जर्नलिजम फिल्डमा आउनुभयो त्यो त म अहिले एकैछिनमा सोध्छु। लेट्स टक अबाउट सुजाता, हाउ इज से? सुजाता एकदम मेहनती केटी हो। उसले आफ्नो जर्नलिजम पढेर अहिले जर्नलिजम नै गरिरहेकी छ होइन। ऊ फनी पनि छ एट अ टाइम, कामको बेला सिरियस हुने नेचर छ। एज होल सुजाता पर्सनालिटीको हिसाबमा गर्नुपर्दाखेरि चाहिँ ऊ मेहनती छ। लेट्स टक अबाउट योर चाइल्डहुड। चाइल्डहुडको कुरा गर्नुपर्दाखेरि बच्चा बेला चाहिँ म अलिक एरोगेन्ट नै थिएँ होइन। अहिले पनि छ भनेर भन्नुहुन्छ साथीहरूले। मेरो मम्मीले भन्नुहुन्थ्यो अरू बच्चाहरू चाहिँ स्कुल आउँदाखेरि कति रोइकन जान्थे अरे, तर मलाई स्कुल भनेपछि चाहिँ कहिले पनि एकचोटि पनि फकाउनु परेन। अनि होमवर्कहरू गर्दाखेरि पनि मम्मीले एकचोटि हात समातेर लेखाइसके पछाडि सेकेन्ड टाइम चाहिँ हात समातेर देखाउन खोज्दाखेरि चाहिँ होइन पढ्दैन म आफै गर्छु भन्ने टाइपको। पढाइमा त धेरै नै रुचि लागेको थियो। मैले एसएलसी चाहिँ मदन स्मारक स्कुलबाट दिएको थिएँ, पुल्चोकबाट, गर्ल्स स्कुल थियो त्यो। त्यहाँ चाहिँ पढ्दै गइयो, एसएलसी पनि पास भयो। त्यस पछाडि चाहिँ लाइक अनि म एसएलसी पछि के पढौँ हुन्छ नि त्यो हाम्रो पर्सेन्टेज वाइज फर्स्ट डिभिजन आइसके पछाडि यो पढ्ने त्यो पढ्ने गर्दाखेरि मैले चाहिँ अब 69% ल्याएको थिएँ एसएलसीमा। यस्तो सोच्दाखेरि कहिले पनि मलाई साइन्स पढ्छु जस्तो चाहिँ कहिले पनि लागेन। हुन्छ नि मेरो पर्सनालिटी पहिलादेखि नै लाग्थ्यो मलाई यो रगतदेखि एकदमै डर लाग्ने। सो डक्टर, नर्स, इन्जिनियर त्यो त केही पनि हुँदिनँ। म्यानेजमेन्टको बिजनेसको कुरा गर्नुपर्दा बिजनेसमा मलाई आइडियै छैन। सो म त्यो बिजनेसको सेक्टरको मान्छे पनि थिएन कि। सो पहिलादेखि थाहा थियो मलाई बोल्न मनपर्ने, मान्छेहरूसँग क्वेसन एकदमै जिज्ञासु टाइपको केटी थिएँ बच्चा बेलामा। हरेक कुरा यो किन भयो, कसरी भयो, कसैले केही कुरा भनिहाल्यो भने त्यसको लजिक चाहिँ खोज्थेँ कि। अलवेज त्यो क्वेसनको चाहिँ आन्सर खोज्ने, क्वेसनहरू जाने के तिमी पत्रकार हो भनेर सोध्थ्यो भने कतिचोटि। देन आई रियलाइज हुन्छ नि मेरो लागि चाहिँ ह्युमेनिटिज स्ट्रिम नै ठिक छ। मैले पढ्न चाहिँ म्याथ्स एकदमै मनपर्ने मलाई। सो म्याथ्स मेजर गरेर पढ्छु होला भनेर कलेजमा गएको थिएँ। फर्चुनेटली कि अनफर्चुनेटली भने मैले पढ्छु भन्ने सब्जेक्ट पढ्न पाइनँ, तर म ठ्याक्कै जर्नलिजम र यो सोसियोलोजी र मेजर इङ्ग्लिस लिएर चाहिँ पढ्न थालेँ कि। त्यो साथीहरूले गर्दा अथवा कलेजमा ह्युमेनिटिज पढ्ने कमै हुन्थे, त्यो ग्रुपमा चाहिँ त्यही मेजर सब्जेक्ट्सहरू त्यही लिएर पढ्ने भने हुन्छ भने पढेँ। देन आई रियलाइज कि होइन यो मास कम्युनिकेसन भनेको त मेरै सेक्टर रहेछ भनेर। त्यस पछाडि चाहिँ कहिले पनि पछाडि हेर्नु परेन, हुन्छ नि यो नै मेरो राइट सेक्टर रहेछ, मैले राइट चोइस नै गरेँ। त्यति बेला पेरेन्ट्सहरूले पनि गाइड गर्नुभएको थिएन, मलाई जे लाग्छ त्यही पढ भनेर भन्नुभएको थियो। सो यसरी पढ्दाखेरि चाहिँ आफ्नो क्वालिटी, आफ्नो स्किललाई बुझेर चाहिँ हुन्छ नि अहिले चाहिँ जर्नलिजममा छु। जर्नलिजमको पढाइ कस्तो रहेको थियो? जर्नलिजमको पढाइ अहिले यस्तो सोच्दाखेरि प्लस टूको पढाइ चाहिँ अलिक टफै थियो। म गभर्मेन्ट स्कुलबाट सडनली इङ्ग्लिस मिडियम कलेजमा पढेँ, ब्लुबर्ड कलेजमा मैले प्लस टू गरेको थिएँ। सो इङ्ग्लिस मिडियममा सडनली आउँदाखेरि अलिक गाह्रो भयो, तर लाइक होइन म सक्छु भने भित्रैदेखि थियो। इङ्ग्लिस पनि मनपर्ने मलाई। अनि त्यस पछाडि चाहिँ राम्ररी नै पढेँ। ब्लुबर्डको मैले बेस्ट अवार्ड स्टुडेन्टको पनि पाएको थिएँ मेरो ब्याचको लागि चाहिँ। सो इट्स लाइक हुन्छ नि कलेजमा चाहिँ राम्रै नै भयो, तर म अलिकति पढाइमा मात्रै ध्यान दिएकोले एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा चाहिँ छैन कि। यस्तो फर्केर हेर्दाखेरि चाहिँ एक्स्ट्रा करिकुलर्सहरूमा पनि मैले अलिक ध्यान दिनुपर्ने थियो जस्तो चाहिँ लाग्छ। अब तपाईँले पढ्दै काम गर्न थाल्नुभयो, मिडियामा आउनुभयो होइन, गाह्रो भएन दुइटालाई जगल गर्दाखेरि? मैले ब्याचलरसम्म चाहिँ पढाइकन लाइक म टिचिङ गर्थेँ पहिला होइन, टिचिङ गर्दै पढ्दै आएको। सो
सुरुदेखि नै पढाइ र यो आफ्नो कामलाई सँगसँगै ल्याउँदाखेरि चाहिँ त्यस्तो खासै गाह्रो त केही लागेन। तर यो मास्टर्समा पढ्दा पढ्दै ब्याचलर सकिसके पछाडि मैले ठ्याक्कै हिमालयन टाइम्स जोइन गरेको थिएँ। जर्नलिजम र पढाइ चाहिँ सँगसँगै लानलाई अलिकति गाह्रो भयो मलाई। अरू बेला त अब मैले पढाउँथेँ भन्दाखेरि एउटा पढ्ने आफ्नो बानी थियो, पढाउने बानी थियो, त्यसले खासै फरक पारेन। तर मास्टर्समा आएर चाहिँ यो मास्टर्सको स्टडी एज अ भास्ट आफै पनि हुने, आफ्नो सेल्फ स्टडिजहरू बढी चाहिने, अनि त्यस पछाडि अब यो जर्नलिजममा लागिसके पछाडि आफ्नो पढाइको लागि समय चाहिँ जुटाउन अलिकति गाह्रो चाहिँ भएको थियो। कस्तो रहिरहेको छ द हिमालयन टाइम्स न्युजपेपरको जर्नीको हिसाबमा म एकदमै र एज अ ट्रेनी जर्नलिस्ट यहाँ हिमालयन टाइम्समा आएको थिएँ होइन। धेरै कुरा सिक्नु थियो, पढाइ मात्र सबै कुरा रहेनछ भन्ने कुराहरू बुझेँ। जर्नलिजममा जुन थियोरिजहरू हामीले पढ्छौँ होइन, त्यो कुरा प्र्याक्टिकल वर्ल्डमा आएपछि अलिकति डिफ्रेन्टै हुने रहेछ क्या। सो प्र्याक्टिसमा पढेको कुराहरूलाई अलि सम्झिँदै अनि आफूभन्दा सिनियर्सहरूको गाइडेन्सलाई लिइकन त्यसरी नै स्टार्ट भयो मेरो जर्नी। अहिले 3.5 वर्ष भइसकेको छ। यो जर्नीले धेरै कुरा सिकाएको छ, जर्नलिजम, नेपाली जर्नलिजम इन्डस्ट्री, यो मिडिया इन्डस्ट्रीको बारेमा, जर्नलिजम कसरी गर्ने भन्ने कुराहरूमा चाहिँ। सो अहिले चाहिँ आएर मैले हिमालयन टाइम्सको पर्सपेक्टिभमा काम गरिरहेको छु। त्यसमा रियल इस्टेट सेक्टर हेर्छु मेरो बिट चाहिँ, अनि त्यसमध्ये अरू बिजनेस बिटमा हाइड्रो पावर सेक्टर पनि हेर्छु। सो त्यसलाई निरन्तरता दिइरहेको छु। धेरै कुरा सिक्ने छ यो जर्नलिजममा, हुन्छ नि। आज मैले यति सिकेँ, अब भोलि अर्को केही भन्ने हुँदैन। हरेक एउटा स्टोरी गर्दाखेरि त्यसको लागि च्यालेन्जेस छुट्टै नै हुन्छन् कि। तपाईँले सोर्सहरू पत्ता लगाउनु पऱ्यो, इन्फर्मेसन लिनु पऱ्यो, त्यसलाई राम्ररी प्रेजेन्टेसन गर्नु पऱ्यो होइन। सबै कुराहरू मिलाउँदाखेरि चाहिँ अरू जबमा जुन हामी बोरिङ जब भन्छौँ नि, अफिस 9 to 5 जबहरू, त्यसमा चाहिँ हामीले एउटै टाइपको कामहरू गर्छौँ भने जर्नलिजममा चाहिँ हरेक टाइम नयाँ मान्छेसँग भेट्नुपर्छ, तपाईँले इन्फर्मेसन दिनुपर्छ, अनि त्यसलाई फेरि कुन चाहिँ कहाँनिर न्युज बनिरहेको छ। इन्फर्मेसन त धेरै हुन्छ, सबै इन्फर्मेसन न्युज बन्दैन, फेरि कहाँबाट न्युज बनाउने भन्ने कुराहरू हुन्छ। यो कुरा सबैलाई गर्दाखेरि चाहिँ एभ्री डे च्यालेन्जिङ हुन्छ नि। तर आफ्नो जब चाहिँ म एकदमै इन्जोय गरिरहेको छु। 3.5 वर्ष अगाडितिरको सुजाता र अहिले 3.5 वर्ष पछिको सुजाता, लाइक के चाहिँ छ डिफरेन्स? अगाडिकोमा कस्तो थियो, अहिले आइराख्दाखेरि चाहिँ तपाईँ कस्तो हुनुहुन्छ? म पहिला पनि एकदमै गफ गर्नुपर्ने हुन्छ नि, एकदमै गफाडी भन्थे साथीहरूले, धेरै नै गफ गर्नुपर्ने। सो त्यो क्वालिटीले गर्दाखेरि जर्नलिजममा आउनलाई अझ धेरै सजिलो भयो होइन। पहिला सुरुमा चाहिँ म हँसाउनको लागि कुरा गर्थेँ, यताउता कुरा गर्थेँ भने अहिले 3.5 वर्षपछि जर्नलिजममा रहँदाखेरि चाहिँ हामीले जे बोल्छौँ त्यसको पनि भ्याल्यु हुनुपर्छ भन्ने कुराहरू बुझ्यौँ होइन। 3.5 वर्ष अगाडि सुजाता अलिकति त्यति मच्योर थिएन भनौँ न, धेरै कुरा जानेको थिएन। तर अहिले आएर चाहिँ सिकिरहेको छु। 3.5 वर्ष पछाडिको जर्नलिजमपछि चाहिँ धेरै कुरा सिकाएछ मान्छेहरूलाई, कसरी डिल गर्ने, कसरी कुरा गर्ने, के सोध्ने भन्ने कुराहरू हुन्छ नि। जर्नलिजमले मेरो आफ्नो व्यक्तित्वलाई पनि निखारेको छ। लिस्ट 5 थिङ्स तपाईँले सिक्नुभयो यो 3.5 वर्षको दौरानमा एज अ जर्नलिजममा काम गरिरहँदाखेरि? 5वटा कुरा भन्नुपर्दाखेरि, एक त मान्छेहरूलाई कसरी डिल गर्ने भन्ने कुरा हुन्छ नि। जर्नलिजम गर्दाखेरि धेरै मान्छेहरू, धेरै टाइपको मान्छेहरू तपाईँ भेट्नुहुन्छ। कोही धेरै बोल्ने, कोही बोल्दै नबोल्ने, धेरै बोल्दाखेरि पनि राइट कुरा बोलाउनु पर्ने, हामीले नबोल्ने मान्छेलाई पनि आफूलाई चाहे जस्तो बोलाउनु पर्ने। सो यस्तो च्यालेन्जेसहरू हुँदाखेरि चाहिँ अहिले आएर यस्तो हेर्दाखेरि इन्फर्मेसन निकाल्न चाहिँ जोबाट पनि सिकेँ जस्तो लाग्छ है। सेकेन्ड कुरा चाहिँ अरू नचिन्ने मान्छेहरूसँग डिल गर्न पनि एकदम हुन्छ नि, आउँछ मलाई। अरूलाई अलिकति डर लाग्ला, के होला होइन। र मलाई चाहिँ लाइक कन्फिडेन्टका साथ मान्छेसँग डिल गर्ने। अनि अर्को लेख्ने कुराहरू, अभियसली 3.5 वर्षसम्म लेखिरहेको प्र्याक्टिसले गर्दाखेरि होला न्युज राइटिङहरू चाहिँ राम्रोसँग गर्न सक्छु। अर्को पब्लिक रिलेसन चाहिँ हाम्रो जर्नलिजममा एकदमै महत्त्वपूर्ण भूमिका खेल्छ। सो पिआर मेन्टेन गर्न पनि सिकेछु। अनि 5औं कुरा गर्नुपर्दाखेरि चाहिँ टिममा बसेर काम गर्न पनि सिकेँ। यो 5वटा कुराहरू भन्नुभयो होइन, जुन तपाईँले लाइक फर्स्ट र सेकेन्डमा भन्नुभएको थियो मान्छेहरूसँग गफ गरेर उनीहरूलाई चाहेको कुरा चाहिँ निकाल्ने, यो प्राय बल्ल बल्ल सुरु गरिरहनु भएकाहरूलाई त गाह्रो हुन्छ जर्नलिजममा। सो कसरी गर्नुहुन्छ त्यो? त्यसको लागि चाहिँ सबभन्दा एउटै मात्र मोटो भनेको चाहिँ तपाईँ कोहीसँग बोल्न जानुभएको छ अथवा इन्टरभ्यू लिन जानुभएको छ भने उहाँको बारेमा चाहिँ स्टडी गर्नुहोस्।
ब्याकग्राउन्ड स्टडी चाहिँ एकदमै काम लाग्छ अथवा कुनै तपाईँले टपिक चुज गर्नुभएको छ त्यो टपिकमा सोध्दै हुनुहुन्छ कसैलाई डिल गर्न जाँदै हुनुहुन्छ भने त्यो टपिकको बारेमा चाहिँ अलिकति रिसर्च गर्नुहोस् कि तपाईँ गएर उहाँको बारेमा केही थाहा छैन गएर इन्टरभ्यू गर्नुहुन्छ भने ओभियसली तपाईँसँग नलेज नभइसकेपछि कुन चाहिँ क्वेसन सोद्धाखेरि कुन चाहिँ आन्सर आउँछ अथवा तपाईँलाई चाहिने इन्फर्मेसन आउँछ कि आउँदैन भन्ने कुराहरू चाहिँ थाहा नहुन सक्छ सो उहाँको बारेमा ब्याकग्राउन्ड स्टडी गर्नुहोस् उहाँको बारेमा सकेसम्म धेरै कुराहरू सिक्नुहोस् न्युजहरू आएको छ भने त्यो पढ्नुहोस् अनि त्यसपछि क्वेसनहरू सेट गर्नुहोस् अनि जानुहोस् अनि तपाईँले भने जस्तो क्वेसनको आन्सर चाहिँ पाउनुहुन्छ यो प्रोग्राम अहिले धेरैजनाले सुनिरहनु भएको छ र यो सम्भवतः जो जर्नलिजममा इन्ट्रेस्टेड हुनुहुन्छ उहाँले पनि सुनिरहनु भएको छ सो केही भन्न चाहनुहुन्छ उहाँहरूलाई जर्नलिजम सेक्टर इन्डस्ट्री नराम्रो छैन राम्रो छ त्यसमा चाहिँ आफूले आफ्नो ठाउँ चाहिँ बनाउन सक्नुपर्छ कि सो अहिले मिडियाहरू राम्रो छैन धेरै मिडियाहरू आइरहेको छ अथवा के भन्ने कुराहरू सुन्छौँ हामी होइन तर तपाईँलाई साँच्चै नै मिडियामा काम गर्ने इच्छा छ भने आउनुहोस् यहाँ सधैँ नै तपाईँको जरुरत छ होइन यसमा चाहिँ तपाईँले आफ्नो क्वालिटी के हो र कसरी त्यसलाई निखार्ने र आफ्नो ठाउँ जर्नलिजममा चाहिँ कसरी बनाउने भनेको चाहिँ आफ्नै हातमा हुन्छ कि त्यसको लागि चाहिँ मेहनत गर्नुपर्छ स्टडी गर्नुपर्छ सिक्ने कुराहरू सधैँ नै हुन्छ जर्नलिजममा आज एउटा सिक्यो भोलि अर्को सिक्ने हरेक आर्टिकलको लागि हरेक कुरा तपाईँले सिकिरहनुहुन्छ तपाईँ नै इन्फर्मेसनको सोर्स हुनुहुन्छ कसरी के भन्छ जेनरल पब्लिकलाई एजुकेट गर्ने अथवा इन्फर्मेटिभ बनाउने भनेको तपाईँको हातमा हुन्छ सो आउनुहोस् तपाईँले आफ्नो खुबीलाई बुझ्नुहोस् आफ्नो एरिया चुज गर्नुहोस् त्यसैमा काम गर्दै जानुहोस् यसमा चाहिँ धेरै नै स्कोप छ तपाईँले अहिलेसम्म गरिरहनु भएको यो न्युज पेपर लेख्नुहुन्छ होइन तपाईँलाई मन परेको कुनै त्यस्तो स्टोरी छ मन परेको स्टोरिजहरू त धेरै छन् होइन मैले हाइड्रोमा धेरै लेखेको छु त्यही पनि मनपर्छ मैले धेरै नै पर्सपेक्टिभमा डिफ्रेन्ट काइन्ड अफ स्टोरिजहरू आउँछ जस्तै इन्डस्ट्री स्टोरिजहरू अनि पिपल स्टोरिजहरू ब्रान्ड स्टोरिजहरू होइन सो सबै नै मनपर्छ तर मलाई फेभरेटै भन्नुपर्दाखेरि चाहिँ त्यो हुन्छ नि कहिलेकाहीँ तपाईँले लेखेर कुनै न कुनै किसिमबाट दबाब पर्छ कि आफ्नो स्टेक होल्डर्सहरूमा गभर्मेन्टको साइडमा धेरै नै आर्टिकलहरू छन् त्यसरी इम्प्याक्टै देखाउनेहरू हुन्छ नि एउटा स्पेसिफिक भन्दाखेरि चाहिँ अलिक गाह्रो नै छ दुइटै भन्नुपर्दाखेरि मैले त्यो जर्नलिजमको लागि एउटा इलस्ट्रेसनको सहित एउटा आर्टिकल लेखेको थिएँ त्यसको लागि मैले धेरै प्रशंसा पनि पाएको थिएँ होइन त्यो पिडिए साइन 5 वर्ष बितिसक्दाखेरि पनि पिडिए साइन भएन भनेर त्यसको लागि फरेन इन्भेस्टर्सहरूले इन्भेस्ट गर्नको लागि वातावरण बनेन भनेर त्यसरी आर्टिकल लेखेको थिएँ अनि त्यो आर्टिकल पब्लिस भए पछाडि त्यही अनुसार डिस्कसन्सहरू भयो होइन अनि त्यस पछाडि यो हाम्रो पिडिए साइनहरू पनि भयो सो कुनै न कुनै हिसाबले मेरो पनि योगदान छ है यो गराउनमा चाहिँ भन्ने जस्तो फिल हुन्छ कि सो त्यो आर्टिकल चाहिँ राम्रो लाग्छ तपाईँले काम गर्दाखेरि चाहिँ कहिले स्ट्रेस पनि हुन्छ होला होइन कहिलेकाहीँ बोर पनि लाग्छ होला त्यस्तो कुनै मोमेन्टहरू भएको छ हुन्छ एक त एडिटरले तपाईँको स्टोरी मागिरहेको अवस्था अनि तपाईँले धेरै ट्राई गर्दासम्म पनि आफ्नो डेडलाइन आउँदासम्ममा पनि तपाईँको सोर्ससँग कुरा गर्न नसक्दाखेरिको अवस्था हुन्छ नि उहाँहरूले मिटिङ छ अथवा अहिले म बाहिर छु कुरा गर्न सक्दिनँ यसरी नेगेटिभ कमेन्ट्सहरू अथवा तपाईँले लिनुपर्ने सोर्स चाहिँ हुनुहुन्छ उहाँ चाहिँ बिजी नै हुनुहुन्छ यताबाट डेस्कबाट अथवा एडिटरले चाहिँ होइन तपाईँको आर्टिकल चाहियो है भनेर भनिरहेको अवस्थामा अलिकति स्ट्रेस्ड हुन्छ नि त्यस्तो अवस्था चाहिँ धेरैचोटि भएको छ फाइनल क्वेसन जर्नलिजम आउनको लागि होइन के स्किल्सहरू एउटा जर्नलिस्टमा हुनुपर्छ एउटा नयाँ मान्छेमा हुनुपर्छ त्यो हामीले जर्नलिजममा पनि पढ्छौँ कि यस्तो यति क्लस्टर्स अफ स्किल्स हुन्छ है त्यसमा मेरो विचारमा चाहिँ कि स्किल हुनुपर्ने एउटा लेमेनमा जर्नलिस्ट हुनको लागि भनेको क्युरियोसिटी नै हो जिज्ञासा भएन भने तपाईँले जर्नलिजम गर्नै सक्नुहुन्न अनि अर्को प्यासन कामको लागि प्यासन त हरेक ठाउँमा चाहिन्छ यो सेक्टरमा काम गर्न मन लाग्ने चाहिँ हुनु पर्यो कि बोल्न सक्ने त हुनै पर्यो तपाईँले क्वेसन गर्न जान्नु भएन कुरा गर्न सक्नुहुन्न भनेर इन्फर्मेसन कसरी लिने होइन यो कुराहरू भयो भने चाहिँ तपाईँले लेख्न जान्नु बिस्तारै जान्नुहुन्छ होइन प्र्याक्टिस अनुसार आउने हो लेख्ने कुरा भनेको र यो कुराहरू भयो भने चाहिँ तपाईँलाई जर्नलिस्ट हुनको लागि चाहिँ एउटा ग्राउन्ड बेसिस चाहिँ बन्छ थ्याङ्क यू सो मच सुजाता यत्रोसम्म तपाईँले दिनुभयो म यो दिनसम्म आइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद तपाईँलाई पनि मेरो यो जर्नीलाई प्रस्तुत गर्ने अथवा मेरो कुराहरू राखिदिने मौका चाहिँ दिनुभयो धन्यवाद एउटा चिठीको सहाराले तिम्रो मन जित्न चाहन्न म एउटा चिठीको सहाराले तिम्रो
तिम्रो मन जित्न चाहन्न म माया कागजमा हुन्न नि यो दुई आत्माको मेल हो माया कागजमा हुन्न नि यो दुई आत्माको मेल हो त्यसैले तिमीलाई एउटा चिठीको सहाराले तिम्रो मन जित्न चाहन्न म केवल एकचोटि मात्रै हुन्छ अरूसँग जीवन बिताउनु त्यो त सम्झौता मात्रै हुन्छ त्यो त सम्झौता मात्रै हुन्छ कागजमा लेखी माया लाइदैन भाग्यको लेखा मात्रै पाइन्छ लेखेर पाइँदैन त्यसैले चिठीको सहाराले तिम्रो मन जित्न चाहन्न म भनिन्छ त्यस्तोलाई स्वार्थी माया भनिन्छ मागेर माया कहिले पाइँदैन मन मिले मात्रै माया लाइन्छ छानेर लाइँदैन त्यसैले तिमीलाई एउटा चिठीको सहाराले तिम्रो मन जित्न चाहन्न म चिठीको सहाराले तिम्रो मन जित्न चाहन्न म माया कागजमा हुन्न नि यो दुई आत्माको मेल हो माया कागजमा हुन्न नि यो दुई आत्माको मेल हो त्यसैले एउटा चिठीको सहाराले तिम्रो मन जित्न चाहन्न